धन्यवाद भएको यो सुन्दर समयको लागि र यहाँ उपस्थित भएका हाम्रा सम्पूर्ण रेभरेन्डज्यूहरू, पास्टरज्यूहरू, मण्डलीका अधिपटहरू र सम्पूर्ण हाम्रा पाहुनाहरू, आज ग्रेजुएसन हुने हाम्रा नानीहरू र सबैलाई आमा दिदीबहिनीहरू सबैलाई सबैको नाममा जय मसीह। म अति नै खुसी छु तपाईँहरूले हाम्रो दिनकोलाई स्वीकार दिनुभयो र हाम्रो आज यो शान्त हुने हाम्रा भाइ बहिनीहरूको लागि प्रार्थना गरिदिन तपाईँहरू सहभागी भइदिनु भयो। त्यसको निम्ति तपाईँलाई धन्यवाद छ र मेरो तर्फबाट, हाम्रो परिवारको तर्फबाट पनि हजुरहरू सबैलाई एकमुष्ट साथ विश्वव्यापी बाइबल स्कुलमा हामी स्वागत गर्न चाहन्छौँ। अहिले त्यो स्वागत बजार्नुभन्दा अगाडि हाम्रो सरले हामीलाई चिनाउनु, तर भाउजूलाई चिनाउनु भएन। तपाईँ हाम्रो खुसी भाउजूलाई पनि मैले अनुरोध गरेँ। उहाँले पनि यो पालि हाम्रो साथमा बसेर यो स्कुलमा उहाँले सहायता गर्नुभयो, पढाउनु भयो अनि हामीले कुराहरू गर्दै थियौँ। हाम्रो यो 7औं ब्याच हो, अघि जसै गरी हाम्रो सरले भन्दै हुनुहुन्थ्यो 7औं ब्याच हुँदैछ र 7औं ब्याचमा सबैभन्दा दुःख नपाएको ब्याच मैले पर्सनली व्यक्तिगत रूपमा सुती गएको मेरो लागि चाहिँ यो ब्याच हो। किनकि जस्तो भाउजू दाजुहरू सरहरूले आएर एकदमै उहाँहरूले सहायता गर्नुभयो अनि म ढुक्क थिएँ र आशा गर्दछु अनि अर्को समयमा पनि। अनि हाम्रो आफैले उहाँ आफै लिडर हुनुहुन्छ र आफैलाई चिनाउन गाह्रो भयो अनि उहाँ पनि हाम्रो एकदमै दाहिने हात, मेरो दाहिने हातै हुनुहुन्छ उहाँ। हामी अहिले सुरुबाटै जब हामीले झापामा हामी आयौँ अनि हामीले आएपछि एउटा बाइबल तालिम, किनकि हामीले हेर्दै जाँदाखेरि आफ्नो आफ्नो सिद्धान्तको आफूसँग मिल्ने तालिमहरू त छन्। जसै गरी ब्याप्टिस्टको आफ्नो छ, अनि प्रेसबिटेरियनको आफ्नो छ, आफ्नो आफ्नो सिद्धान्तसँग गर्ने त यहाँ छ। तर पनि हामीले यसो हेर्दै जाँदाखेरि एउटा चाहिँ बाइबल या सिद्धान्तमा जसले चाहिँ जो पनि आएर गर्न सक्ने, त्यहाँ चाहिँ हामी सिद्धान्तहरू विभिन्न डिनोमिनेसन्सहरूलाई नभएर बाइबललाई सिकाउने चाहिँ एउटा हामीले गर्नुपर्छ भनेर चाहिँ हामीले योजना गर्दै जाँदा अनि दाजुसँग त्यसरी कुराकानीहरू भयो र अनि परमेश्वरले यो स्थानहरू जुटाइदिनु भयो। अनि त्यसरी चाहिँ सुरुबाट एकदमै उहाँले चाहिँ यसरी आएर उहाँले चाहिँ हामीलाई एउटा एकदमै दाहिने हात भएर होइन, दाहिने हात भएर चाहिँ उहाँले चाहिँ सहायता हामीलाई गर्दै हुनुहुन्छ। र त्यसको साथसाथै हाम्रो भाउजू पनि हुनुहुन्छ, उहाँ मात्रै नभएर भाउजू पनि हुनुहुन्छ। अब सरलाई मात्रै चिनेर भएन, म्याडमलाई पनि उता अनुरोध गरेँ, हाम्रो भाउजूलाई पनि चिनाउनु पऱ्यो होइन, कहिले काहीँ भेट्दा हट्दा होइन, उहाँलाई पनि हामी भन्छौँ भाउजूहरूले नपठाएन दाजुहरू आउनै मिल्दैन, भाउजूहरूलाई खुसी राख्नु छैन। परमेश्वरले उहाँलाई आशिष गर्नुभएको होस् र यसरी हामीले अहिले गर्दैछौँ। तपाईँहरू पनि यसरी सहभागी भइदिनु भयो, हामी अति नै खुसी छौँ। मैले धेरै टाइम नलिकन अब फेरि नलिकन भन्दा पनि नमिल्ने, अहिले हामी यो एवार्ड डिस्ट्रिब्युसनमा हामी छौँ। भन्दा मतलब पुरस्कार, जसै गरी बाइबलले भन्दछ दौडमा त दौडिन त थुप्रै दौडिन्छन् तर पनि पुरस्कार चाहिँ एकजनाले पाउँछ भनेको जस्तै गरेर हाम्रो सुरुबाट हाम्रो 9 जना भाइ बहिनीहरू हुनुहुन्थ्यो दौडमा दौडिने। जित्न त 9 जनाले जित्नु भएको छ, तर पनि कहिलेकाहीँ हामी संसारमा हुँदाखेरि एउटा यो संसारको पनि यसो उत्साहको लागि चाहिँ हामीले यहाँ योहरू तयार गरेका छौँ। तपाईँले प्रोग्राममा पनि तपाईँहरूले हेर्दै देख्नु नै भएको छ होला, प्रोग्राममा पनि छ। विशेष गरी हामी जहिले पनि हाम्रो बाइबल स्कुलबाट हामी 4 जनालाई चाहिँ हामी विभिन्न क्षेत्रबाट चाहिँ विभिन्न क्षेत्रमा चाहिँ हामी पुरस्कृत गर्ने गर्छौँ। र अनि यो पुरस्कार गरिसकेपछि सर्टिफिकेट पनि हामी गरेर यसलाई हामी कन्टिन्यू गऱ्यौँ। अब यहाँनिर हाम्रो विशेष गरी 4वटा पुरस्कारहरू छ। पहिलो चाहिँ हामी एकाडेमिक एक्सलेन्सी अवार्ड भन्छौँ। एकाडेमिक भनेको चाहिँ विशेष गरी हामी पढाइमा हामी हेर्छौँ, यहाँ चाहिँ कसले चाहिँ पढ्छ अनि हामी विभिन्न एक्जामहरू सोध्नेहरू विभिन्न कुराहरू हेर्छौँ। तर यो चाहिँ फोकस चाहिँ हाम्रो कहाँ हुन्छ त भन्दाखेरि पढाइमा हुन्छ। अरू कुरामा पनि हुन्छ, तर पनि यसलाई हामी सबैभन्दा पहिलो प्राथमिक चाहिँ पढाइमा दिन्छौँ। र जसले चाहिँ अब्बल पाएको छ मार्क्सहरू विभिन्न एक्जामहरू हाम्रो हुन्छ 45 पनि हामी जस्तै पऱ्यो 45वटै गर्न त चेष्टा गर्छौँ, तर पनि पुग्दैन र यो 4-5 एक्जाम चाहिँ हुन्छ। र अनि त्यहाँबाट हामी हेरेर एकजनालाई हामी छान्छौँ। अनि त्यो पछि अर्को चाहिँ छ अनुशासन। अनुशासन पनि हामी हेर्छौँ, सबै कुरामा हामी अनुशासन भएको हामीले अराउँदा कति पढ्दा कोही कोही त यो पालि त त्यो छैन, तर अरू पालि त अरूमा पनि ठाडै आउने क्या
होइन यो पालिका चाहिँ एकदमै राम्रो छ पाउनुपर्ने त 9 जनाले हो तर 9 जना मध्येमा फेरि छानेर एउटालाई होइन अघि नै भनेको जस्तो एउटाले जित्छ त्यो छ अनि अर्को चाहिँ हामी बेस्ट स्टुडेन्टमा चाहिँ हामी के हेर्छौँ त भन्दाखेरि सबै कुरालाई हामी हेर्छौँ उसको पढाइमा कति उसले उन्नति गर्यो आत्मिक जीवनमा कति बढ्यो कामहरुमा कस्तो के छ हैन उसलाई चाहिँ सबै थोरै सबै एरियाबाट हेरेर चाहिँ अनि हामी दिन्छौँ र अनि अन्तिममा चाहिँ हाम्रो प्रिचिङको छ प्रचार गर्ने हामी प्रचार तालिम भनिसकेपछि प्रचार गर्न पनि हाम्रो एउटा त्यो हुनुपर्छ र प्रचार गर्नु छ अब सबैजनाले एकदमै राम्रो गर्नुभएको छ र राम्रो मध्येमा अनि एकजना चाहिँ अलिकति केही चाहिँ इम्प्रुभ भएको देखेर चाहिँ अनि उहाँलाई ठिक हुन्छ भनेर चाहिँ हामीले त्यसरी 4 जना तयार गरेछ त्यो भन्नको मतलब उहाँहरू 4 जनालाई दिँदै गर्दाखेरि अरू 5 जना चाहिँ एकजना खतम रहेछ भन्ने होइन सानो थोरै हिजो हाम्रो 4 जना 5 जनाको पुरा डिस्कस चल्दै थियो प्रोग्राम पछि यसलाई दिने भन्छन् पैसा कसले यसलाई दिने भन्छन् पुरा झन्डै हानै भएन किनकि आफ्नो प्यारो छ नि त अनि त्यसले गर्दाखेरि चाहिँ अनि लास्टमा कुरा गरेर चाहिँ अनि लड त भनेर चाहिँ सबैजना त्यो अन्तमा आएर चाहिँ हामीले उहाँहरू 4 जनालाई हामीले छानेका छौँ त्यसले गर्दाखेरि यो एवार्ड हामी बाँड्ने छौँ र हामी यो एवार्ड दिनको लागि हाम्रो साथमा हाम्रो रेभरेन्ड ज्यू हुनुहुन्छ एकजना रेभरेन्ड मैले दिन्छु त्यसलाई मैले रेभरेन्डको हातबाट मैले दिन चाहेँ हाम्रो रेभरेन्ड दिपी बराइली ज्यू हाम्रो बिचमा हुनुहुन्छ तर मैले हाम्रो रेभरेन्डलाई मैले अनुरोध गरेँ उहाँ आउनुहुन्छ र उहाँको हातबाट यो उहाँहरू 4 जनालाई हामी यो पुरस्कार दिनेछौँ र म नाम बोलाउने छु र नाम बोलाए अनुसार तपाईँहरूले आएर तपाईँहरूको आफ्नो पुरस्कार लिनुहोला र सबैभन्दा अगाडि म एकाडेमिक एवार्डमा म जानेछु र